रजिस्टर एन्ड एक्टिभको पनि अप्सन देखाउनेछ। यसरी अप्सन देखाउने बित्तिकै रजिस्टर एन्ड एक्टिभमा क्लिक गर्नुहोस्। सबैभन्दा तल रहेको एक्सेप्ट बटनमा क्लिक गर्नुहोस् र प्रोसेसमा पनि क्लिक गर्नुहोस्। अब तपाईलाई यहाँ फोन नम्बर राख्न दिनेछ। तपाईले यसमा आफ्नो मोबाइल नम्बर राख्नुहोस् जुन तपाईले ब्याङ्कमा राख्नु भएको थियो। राखेर तपाईले कन्टिन्यू गर्नुहोस्। अब एउटा मेसेज पठाउनु पर्ने हुन्छ मेसेज बक्समा जुन मञ्जुश्री ब्याङ्कमा पठाइनेछ र यसरी मेसेज तपाईले सेन्ड गर्न बित्तिकै अब तपाईलाई एउटा भेरिफाईको मेसेज आउँछ र यसपछि तपाईले अब सिधै डाइरेक्ट ब्याक गर्नुहोस्। ब्याक गर्ने बित्तिकै साथीहरु तपाईलाई यस्तो रिफ्रेस गर्छ, यो चेक जाँचको लागि हो तपाईको मोबाइलमा सिम छ कि छैन भनेर साथीहरु। यसपछि तपाईलाई मोबाइलमा ओटीपी आउनेछ र त्यो ओटीपी यसमा राखेर तपाईले कन्टिन्यू गर्नुपर्ने हुन्छ साथीहरु। तपाईको ओटीपी आइसकेपछि तपाईले यसमा राखेर कन्टिन्यू गर्नुहोस् र तपाईले अब यसमा आफ्नो एकाउन्ट नम्बर राख्नुहोस्।